आजको प्रोग्राम के छ त तिमीहरूको यहाँतिर हो केटाकेटीहरू के छ सबै नाच्दै गाउँदै हो खाना पिउन खाएर जिङ्रिङ्ग मोटायो ओहो ल खाइपिइकन जिङ्रिङ्ग मोटाउनु पर्छ है छिटो छिटो है छिटो ओहो के भयो खाना खायो खै कत्रो छ ओहो ल तिमीले चाहिँ कत्रो छ ए मजाले खाएछ ल ओहो ल कस्तो राम्रो राम्रो भयो ल ल ल ल गर्दै अब त 1 किलो हुनु लाग्यो क्या ओहो ल ए पण्डा पुण्डे कालीहरू यो काली कालीहरू ल ए पण्डा पुण्डेहरू ल कहाँ गयो ल कोही खाँदैछ कोही गाना गाँदै कोही खाना खाने कोही जिङ्रिङ्ग मोटाएर यहाँ बसिरहेछ हैन कति खायो हो ल ल आरामसँग खाऊ आरामसँग हिँड त ल ल ल ल ल अर्को खोइ पानी सकिएको त्यहाँ पानी सकिया जस्तो छ यहाँ चाहिँ पानी रहेछ खाऊ जिङ्रिङ्ग मोटाउनु पर्छ अनि ल यो ब्लगको साथीभाइ राम्रोसँग बस्दै गर्नुहोस् है त म अब अर्को ब्लगमा जान्छु त्यहाँको दाइ दिदीहरू हेर्छु है दिदी दाइहरूलाई हेर्छु हैन तिमी चाहिँ यहाँ बस आम्मै कति राम्रो त ल खाना पनि मजाले खान्छ यसले पनि ल हेर कत्रो बनाएको त बोले त ए ल ल ओहो पुन्टे आयो ए पुन्टे के तिमी त ओहो ल कस्तो राम्रो राम्रो भयो त ल ल पुन्टेहरू ल अब दिदी दाइहरू उतापट्टि नाच्दै गाउँदैछ तिमीहरूलाई यहीँसम्म मात्रै बस है त ल म उतातिर हेर्छु त ल खै ल यतातिरको ब्लग यहाँनिर दाना पानी खाना पानी पनि कस्तो छ के छ तिमीहरूको हालखबर यो ठुलो ठुलो खालेहरू के छ ठुलो ठालाहरू हो ठुङ्दो पनि रहेछ त ए आथौ खतरा पो रहेछ त तिमीले कति खायो अत अम्मै ल तिमी त रिसाएर पो रहेछ ल र कोही खाँदैछ ल आजको दिन तिमीहरू शुभ रहोस् है त र अर्को ब्लगमा जानुपर्ने अर्को ब्लगमा नाचौँ भोलि मात्रै हेर्नु जाउँला आजको चाहिँ यो ब्लगको यति नै होस् हैन ए तिमीले खाना कति खायो यो चाहिँ तरले हो तर्के भात यो पाला पोलेहरू हैन ल यो छिर्के चाहिँ यसले पनि ठुङ्दो रहेछ त ओहो खतरा भाले रहेछ खतरा योलाई किट भन्छ खुइले घाँटी खुइले भयो घाँटी खुइले कति भयो 5 किलो भयो 5 किलो घाँटी खुइले ल ठिक छ ल अनि यहाँको सबै ठिक छ हैन त्यो चाहिँ कस्तो छ त खै माथि भयो ओहो तिमीहरू त धेरै पो रहेछ त ल बस ओके यहाँतिर के भयो ल आजलाई यति नै भोलि हेर्नु आउँछ है त अहिले खानापिना खाऊ दाना पानी खाऊ हैन त्यो खुइले त्यो घाँटी खुइले हेर्छ मजाले हेर्छ ल हेर ल खुइले पनि मजाले हेर्छ अब तिमी त 5 किलो पुगेको छ हो 5 किलो यो पनि 5 किलो पुगेको छ क्या किन झगडा गरेको झगडा नगर किन झगडा गरेको हो त्यो घाँटी खुइलेलाई पुरेको त्यस्तरी कुट्नु हुँदैन नि ठिक छ ल
ल आजलाई यति नै है ल बाई बाई